एकछिन भान्जीको पनि बुनेको पनि आयो यहाँ एउटा रोटी पकाएको आउँछ भनेर झन् यहाँ मैले भतिजा यो मेरो मेरो भतिजा हो यो मैले नगरे भतिजा आएकै आज ठ्याक्कै ओम श्री विघ्नराजाय नमः। या गणेशजी महाराज गणेशजी महाराज गौर्यादि षोडश मातृदेवताभ्यो नमः। आदित्यादि नवग्रह देवताभ्यो नमः। सर्वेश्वर भगवान को जय। नवग्रह देवता को जय। गणपति देवताहरूको जय। रामादि देवीहरूको जय। वैदिक सनातन टीका लगाइदिने गर्ने यिनीहरूलाई त्यहाँ कसार बनाउँछन् ओर्छन् धान पोख्छन् यहाँबाट हिँड्ने बेला बनाए बनाए मैले आइडिया गरेँ नि दुध मिसाएर यहाँनिर यो ल्याउ ल्याउ बाबु यो सचन कायम फले लबे तत् कलश अभिषेक धोती लाने ल्याउँदैन गायन बाजा गरेर ल्याउन त सजिलो यति समर्पयत एसएस स्मृता मुक्ता चतुर्वेश चतुर्वेश द्वादश पञ्चविरेव माया दियो ममता दियो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो आमा तिमी
देवी हो आमा तिमी देवी हो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो आंसू पिएर आफू अमृत पिलायो ताते ताते गर्दै तिमीले हिँड्न सिकायो ओ आंसू पिएर आफू अमृत पिलायो ताते ताते गर्दै तिमीले हिँड्न सिकायो रुवाएर तिमीलाई हाँस्नु मैले छैन तिमी जस्तो असल साथी संसारमै छैन आमा तिमी देवी हो आमा तिमी देवी हो हे 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 ओ हो हो माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ तिम्रो ठाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा आज किन सपनामा झुकी जस्तो लाग्दैछ आज किन सपनामा झुकी जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली 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 आज किन सपनामा झुके जस्तो लाग्दैछ आज किन सपनामा झुके जस्तो लाग्दैछ तिमी मेरो बेहुला अनि म तिम्रै बेहुली 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 Kadeno kasado pasya kodeno kasado akakaseno viradosati
विनाशाय मोक्षदेवताय साक्षात् परिवाराय तिम्रो होइन पराई घर जाऊ बिदाली कहिले काहीँ जन्म घर माइती घर तिम्रो होइन पराई घर जाऊ बिदाली कहिले काहीँ जन्म घर उसको टुक्रो यादिन अब त्यसको पनि दाना पर्छ श्री सम्वत 2082 साल मासो मासे श्री सूर्य कन्या राशि स्थिते चंद्रमसी कन्या राशि स्थिते मिथुन राशि स्थिते अन्येषु ग्रहेषु यथा स्थान स्थितेषु तद्दिने शुभमलाई तालिम आजकल मेरो तिमीलाई नै हेर्ने बानी पर्यो आजकल मेरो तिमीलाई नै हेर्ने बानी पर्यो ढोक ढोके सँग सास फेर्ने बानी पर्यो तिमीले मलाई अंगालोमा बेर्ने बानी पर्यो अंगालोमा बेर्ने बानी पर्यो आजकल मेरो तिमीलाई नै हेर्ने बानी पर्यो जब हात दियो तिमीले म त तिम्रै भर परे मन भरेको माया बोके त्यो दिलमै बसाइ सरे जब हात दियो तिमीले म त तिम्रै भर परे मन भरिको माया बोके त्यो दिलमै बसाइ सरे जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर
अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अंगालों बास पाए यहाँ वहाँ बहुतारी बरफी पलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी हाँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो समाउने छु जीवनभरि नतोडिने जम्बरी नाता भयो बाचा भयो सुख दुःख दुःख सुख सबै बाँटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै बाचा भयो अपेक्षाजी हामीले हाँसेको चाहिँ नराम्रो भएछ क्या ब्राह्मणाय दशवित्राय
हाँस्दैमा हाँस्दै जाऊ छोरी हाँस्दैमा हाँस्दै जाऊ हाँस्दैमा हाँस्दै जाऊ छोरी हाँस्दैमा हाँस्दै जाऊ तिमीले रोए थामिन्न मन तिमीले रोए थामिन्न मन बिदामा हाँस्दै जाऊ छोरी बिदामा हाँस्दै जाऊ काखमाथि हाँस्दै र खेल्दै यही घरमा हुर्कियौ तिमी नै थियौ घरकी शोभा लक्ष्मीकी बत्ती थियौ यही काखमाथि हाँस्दै र खेल्दै यही घरमा हुर्कियौ तिमी नै थियौ घरकी शोभा लक्ष्मीकी बत्ती थियौ अँध्यारो जति हामीलाई छोडी उज्यालो छर्दै जाऊ छोरी उज्यालो छर्दै जाऊ तिमीले रोए थामिन्न मन तिमीले रोए थामिन्न मन बिदामा हाँस्दै जाऊ चेली बिदामा हाँस्दै जाऊ बाँकी नै छ हेर्नु अनि त्यो कारणले गर्दाखेरि यो बच्चालाई चाहिँ शिरोधार्य गर्नै पर्यो नगरिकन भएन दुई सदस्यले निर्णय गरे
बाबाजीले एकछिन मुड ह्याङ बनाइदियो भान्जीहरूलाई है बाबाजीले एकछिन ह्याङ बनाइदियो भान्जीहरूलाई आइजु भेट्नु पर्यो अपेक्षा दिदी गयो हौ यहाँ रमाइलो गर्नु पर्यो यहाँ आउ न एकपट्टि त हुनु पर्यो नि मामा हाल्दिन मदन बाबु हाँसिरहनु भएको तपाईँ हाल्नु न मोबाइलमा बड तेरो पनि पालो आउँदैछ के म आउँदा टेन्सन छैन क्या हामीलाई कस्तो खालको चन्चो जानु पाइन्छ नि त मेरो पहिला मेरो छोडेर हिँडेको छ नि त हो म फेरि गाडीमा अड्दिन है बल्ल बल्ल आएको दादा मान्छेले भेटिरहनु भएको छ अहिलेसम्म मुनि बस्दो रहेछ सोध्नु पर्छ यहाँ गर्मी लिएर आएन यो भनेको एक्सप्लेन गर्नु मात्र भगारीमा हाल्नु पर्ने होइन आन्टी भगारी नै त्यतैतिर छ भगारी भन्नु पर्यो त्यो एक नाङ्लोलाई दुई नाङ्लो बनाउनु पर्छ अब के अगाडि दै मोबाइल रोटेसनमा छौ नि हामी कहाँ अगाडि गएर अगाडि जाइ हुँदा हुँदै पालो छ रे ए भन्छन् मेरो घर चाहिँ नम्बर हो है दाइ हो
दाई पनि कुन दाई माइलो दाई हो माइलो दाई कसको फोटो खिचौँ त्यहाँ सिङ्गल उठाउने है आशीर्वाद लागि अघि पो लाग्थ्यो होइन दिदीको आशीर्वाद सदा सर्वदा लागिरहोस् यही नै हाम्रो कामना छ अब हाम्रो पाला आउँछ दिदी आएर दिदीको आशीर्वादलाई त्यस्तो छैन आशीर्वाद जति लिन पनि मम्मी म तपाईँ दिन्छु क्या तपाईँको पूजा लाग्छ एकदम आशीर्वाद यस्तो मोबाइल मम्मी म तपाईँ दिन्छु क्या तपाईँको पूजा लाग्छ एकदम आशीर्वाद यस्तो मोबाइल यति राम्रो आयो त यो भन्दा राम्रो के चाहियो मेरे घर आंगन में देखो खुशियों की घड़ियां आई संस्कारों की चादर ओढ़े देखो बहू रानी आई ये स्वागत है बहुओं का स्वागत है नए जीवन में स्वागत है वो लक्ष्मी का रूप बन आई है कि इस घर में स्वागत है शहनाई गूंजे आंगन में फूलों से धरती सजी है रौनक दिल में खुशियों की रंगों से धरती भरी है ये स्वागत है बहुओं का स्वागत है नए जीवन में स्वागत है
बाप्पा मोरया। ॐ गं गणपतये नमो नमः, श्री सिद्धिविनायक नमो नमः, अष्टविनायक नमो नमः, गणपति बाप्पा मोरया। भेटाएको छैन मायालुको देशमा माया खोजी आइपुगे म मायालुको देशमा माया खोजी आइपुगे म सम्हालिदेऊ मलाई हराउने पो हुँ कि कतै म मायालुको देशमा माया खोजी आइपुगे म सम्हालिदेऊ मलाई हराउने पो हुँ कि कतै म
देशमा माया दिन आइसके म लौ न हाँसिदेऊ मायालु तिम्रो दिलमा छाइसके म लौ न मायालुको देशमा माया दिन आइसके म सबै बसेर भतिजा साइनो यो लाइन हाम्रो लाइनमा ठिक है अच्छा त नानी तेरो त अगाडिमा पुरै हप्सिनी I
Thank you.